हेलो नमस्ते सबैलाई। आज हामी एनएचपिसी को एनालाइसिस गर्न जाँदैछौँ। हाम्रो युट्युब च्यानलमा एकजना सरले एनएचपिसी को एनालाइसिस गरिदिनु भन्नुभएको थियो, त्यही भएर एनएचपिसी को अब एनालाइसिस गर्न जाँदैछौँ। यसो चार्ट हेरेर थाहा पाइहाल्नु भयो होला है। एकदमै अब यसमा एकदमै अब यो सबै म बुझाउँछु हैन। आज पुरै चार्टै हामी रिड गर्छौँ एनएचपिसी को है, के कस्तो भइरहेछ, के हुँदैछ, यो ठ्याक्कै सबै म डिटेलली एक्सप्लेन गर्छु है। त्योभन्दा अगाडि म के भन्न चाहन्छु भन्दा यो मेन्टालिटी हुन्छ कि एउटा ट्रेडिङ मेन्टालिटी। मेरो ट्रेडिङ मेन्टालिटी तपाईँहरूलाई चाहिँ अब एक्सप्लेन गर्छु है। त्यो ट्रेडिङ मेन्टालिटी चाहिँ एकदमै इम्पोर्टेन्ट छ हैन। विदाउट यो नथाहा पाइकन तपाईँले यो ट्रेड नगर्नु होला। यो ट्रेड अब मैले किन नगर्नु होला भन्दाखेरि यो अहिले मेरो एनालाइसिस मात्रै हो है। यो नट अ बाई सेल रिकमेन्डेसन टु एनीवान है। जस्ट यो मेरो एनालाइसिस मात्रै हो। अब केही त्यस्तो अब छ भने हैन कमेन्टमा कमेन्ट गरिदिनु होला, म त्यसको एन्सर दिन रेडी छु है। के अब एनालाइसिसहरू हजुरको या केही कन्फ्युजनहरू छ भने अब आज अहिले चाहिँ हामी अब मेन्टालिटीको र साइकोलोजीको बारेमा सुरुमा ट्रेडिङ साइकोलोजीको बारेमा सुरुमा कुरा गरौँ है त। ल अब सुरुमा ट्रेडिङ साइकोलोजी हिजो अस्तिको भिडियोमा पनि मैले अलिअलि कुराहरू त भनिसकेकै थिएँ है। त्यही पनि अब यो भिडियोमा चाहिँ अब हामीले चाहिँ आफ्नो साइकोलोजी चाहिँ कसरी अब मेन्टेन गर्नुपर्छ, के गर्नुपर्छ, रिफाइन के गर्नुपर्ने हुन्छ है, त्यो कुरा म गर्न चाहँदैछु। एकदमै यो कुरा चाहिँ ध्यान दिएर सुनिदिनु होला हैन। यो एकदमै इम्पोर्टेन्ट कुरा पनि हो। यो स्ट्र्याटेजी भन्दा पनि हाम्रो स्ट्र्याटेजी भन्दा पनि मेन्टालिटी चाहिँ ट्रेडिङमा एकदमै इम्पोर्टेन्ट कुरा हुन्छ कि। स्ट्र्याटेजी राइट भए पनि हाम्रो मेन्टालिटी रङ भयो भने हामीले त्यो स्क्रिप्ट त्यो ट्रेडिङबाट हामीले प्रफिट गर्न सक्दैनौँ है। त्यही भएर मेन्टालिटी चाहिँ पहिला फिक्स गर्नुपर्ने हुन्छ कि स्ट्र्याटेजीमा जानुभन्दा अगाडि। सो अब के गर्नु भन्दाखेरि अब ट्रेडिङ स्ट्र्याटेजी छ नि तपाईँहरूको है, ट्रेडिङ मेथडहरू है, त्यसलाई रिफाइन गर्नु पऱ्यो हैन। सुरुमा फर्स्ट अफ अल हैन स्किल्सहरू डेभलप गर्नु पऱ्यो, रिफाइन गर्नु पऱ्यो। सुरुमा फर्स्ट अफ अल आफैलाई चाहिँ रिफाइन गर्नु पऱ्यो कि आफ्नो मेन्टालिटीलाई रिफाइन गर्नु पऱ्यो हैन। अब इमोसन ट्रेडिङहरू गर्नु भएन हैन। अब तपाईँहरूले चाहिँ आफ्नो प्रोफिटेबल मोडलहरू प्लानहरू हुन्छ नि, स्ट्र्याटेजीहरू हुन्छ, ट्रेडिङ मोडल प्लान स्ट्र्याटेजीहरू हैन, त्यसमा चाहिँ एकदमै स्टिक हुनु पऱ्यो कि। अब त्यसलाई जसरी भए पनि फलो गर्नु पऱ्यो, बिचमा गएर छोड्नु भएन हैन। पहिला सुरुमा त मैले हिजो अस्तिको भिडियोमै भनेको थिएँ, एउटा आफ्नो प्रोफिटेबल प्लान स्ट्र्याटेजी क्रिएट गर्नु, मोडल क्रिएट गर्नु, त्यसपछि बल्ल ट्रेडिङमा आउनु हैन। त्यो आफ्नो मोडलहरू क्रिएट गरिसकेपछि ब्याक टेस्टिङ गरेर हैन, वर्ष दिनको ब्याक टेस्टिङ गरेर, कति दिनको ब्याक टेस्टिङ गरेर हैन, जस आफ्नो त्यो एउटा मोडल बनाउने हैन। अनि त्यो मोडलबाट प्रफिट हुन्छ कि हुँदैन भनेर ब्याक टेस्टिङले भन्छ हैन। इफ अनि त्यो ब्याक टेस्टिङबाट रिजल्ट राम्रो आएको छ भने बल्ल त्यो मोडललाई फलो गर्ने हो है। त्यो त्यसै अब यसले यतिकै गर्दा प्रफिट हुन्छ हैन, यहाँ वहाँ भनेर त्यस्तो केही पनि नसोच्ने। आफ्नो ब्याक टेस्टिङ चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। अनि आफ्नो ट्रेडिङलाई चाहिँ एकदमै मेकानिकल बनाउने के। जस्तै आफ्नो ट्रेड लियो हैन, त्यसपछि अब यहाँ टिपी भएको छ भने टिपी त्यही ठाउँमा टिपी टेक प्रफिट हैन, टार्गेट हिट भएको छ भने टेक प्रफिट त्यही ठाउँमा गर्यो, एसएल भएको छ भने त्यही ठाउँमा एसएल पनि बुक गर्यो हैन। नट लाइक अब यो इमोसन आउँछ कि, यो इमोसनलाई चाहिँ कहिले पनि फलो नगर्ने हैन। अब मार्केटमा न्युजहरू आउँछ त्यसलाई पनि केही वास्तै नगर्ने। जस्ट आफ्नो टेक प्रफिट अनि एसएल र हैन आफ्नो बाई जोन्सहरू हैन, बाइङ प्राइजेसहरू हैन, त्यो सबै एकदमै फलो गर्ने के है। त्यो गरेपछि चाहिँ बल्ल हामी प्रफिटेबल हुन सक्छौँ है। अनि आफूले ट्रेड लिइसकेपछि लिनलाई डराउनु भएन हैन। कति मान्छे अब आफ्नो स्ट्र्याटेजी अनुसार ट्रेड पनि पाइरहेको छ, त्यही पनि उनीहरू किन्न त्यो प्लेसमा किन्न डराइरहेको, किन भन्दाखेरि न्युजहरू त्यस्तै आइरहेको हुन्छ। दुनियाँ अब म्यानिपुलेसन, अब आन्दोलन यो सबै न्युजहरू आइरहेको हुन्छ क्या। अब वार हुन्छ नि हाम्रो, यो सबै न्युजहरू यति बेलै आइरहेको पनि हुनसक्छ क्या। त्यही भएर त्यति बेला चाहिँ अब एक्जिक्युट गर्न आफ्नो ट्रेड हैन, नबिर्सिने भन्दा नडराउने है। अनि पहिले थाहा पाइराख्नु कि तपाईँले यो ट्रेड गरिसकेपछि हैन के तपाईँले लुज गर्नुहुन्छ र के तपाईँले हैन गेन गर्न सक्नुहुन्छ भनेर हैन, त्यो पनि थाहा पाइराख्ने। अनि केमा फोकस गर्ने भने वाट प्राइसले के गर्नुपर्ने थियो हैन, त्यो तपाईँको मोडल अनुसार त्यो गरिरहेको छ कि छैन, त्यो पनि याद गर्ने है।
अनि त्यो गरिसकेपछि होइन अनि पुरै अब त्यो छोडिदिने अब त्यसलाई अब पुरै अब होइन यो यहाँबाट फल भइरहेछ मैले निस्किनुपर्छ यस्तो नसोच्ने बिचबाट कहिले पनि नसोच्ने होइन कि टिपी हुनु पऱ्यो कि एसएल हुनु पऱ्यो कि टेक प्रफिट हो के अरे कि होइन कि यो ट्रेडमै नछिर्नु पऱ्यो है यो चाहिँ तरिकाहरू चाहिँ के हो तपाईँहरूलाई चाहिँ आफ्नो ट्रेडिङ मोडलमा चाहिँ होल्ड गराइराख्नलाई होइन त्यो फलो गर्नु भनेर चाहिँ एउटा त्यो तरिका भयो अनि यो तरिकाहरू चाहिँ फलो गरेर आफ्नो ट्रेडलाई होल्ड गर्नुभयो भने होइन फ्युचरमा तपाईँको विनिङ ट्रेडहरू पनि धेरै हुनेछ त्यही अनुसार तपाईँको होइन तपाईँ प्रफिटेबल पनि बिस्तारै हुँदै जानुहुनेछ है बिचबिचमा अब टेक प्रफिट गऱ्यो जहाँ पायो त्यहीँ किन्यो बिचमा सेल गऱ्यो होइन अब यो बढ्न लाग्छ भनेर किन त्यसरी गर्नु चाहिँ कहिले पनि हुँदैन होइन जस्ट आफ्नो ट्रेडिङ मेथडलाई चाहिँ फलो गरिराख्नु पऱ्यो क्या यो यहाँ किन्ने छ यहाँभन्दा 1 रुपियाँ तलमाथि पनि किन्दिनँ होइन बरु छोडेर गयो त्यो प्राइसलाई होइन हिट भएन तपाईँको प्राइस होइन छोडिदिनु होइन अर्को खोज्नु होइन स्क्रिपहरू तन्नै छ नेप्सेमा होइन त्यही भएर त्यो एउटा तरिका भयो अनि कहिले पनि रिग्रेट पनि नगर्नु होला है म पछि गएर कहिले पनि रिग्रेट यो ट्रेड लिइसकेपछि कहिले पनि रिग्रेट नगर्नु होला मैले यस्तो गरेको भए हुन्थ्यो उसो गरेको भए हुन्थ्यो मैले अझै होल्ड गरेको भए अझै बढी प्रफिट खान सकिन्थ्यो होइन यो कहिले पनि रिग्रेट गर्ने होइन है होइन मैले नकिनेको भए एसएल हुँदैन थियो यताउति यस्तो रिग्रेट गर्नु नै हुँदैन यो ट्रेडिङमा भनेपछि एसएल भनेको र टिपी भनेको एकदमै नर्मलै हो है त्यही अनुसार आफ्नो स्ट्राटेजी अनुसारै जानु पर्यो तपाईँको आफ्नो मोडललाई चाहिँ एकदमै विश्वास गर्नु पर्यो होइन अब ट्रस्ट गरेपछि बल्ल त्यो मोडलले एक न एक दिन ब्याक टेस्टिङ गरे चाहिँ हुनु पर्यो है फेरि ब्याक टेस्टिङै नगरेको मोडल पहिला ट्राई नगरेको मोडल अहिले ल्याएर फेरि गर्नुभयो भने त्यो चाहिँ काम गर्दैन नि फेरि है अनि जस्ट अब आफ्नो ट्रेड लिइसकेपछि त्यसलाई बिर्सिदिनु के होइन ठाउँमा बाई जोनमा ठाउँमै किन्नु भएको छ होइन त्यसपछि अब ठाउँमै अब सेल गर्छु भनेर सोच्नु के होइन अनि एसएल भएको छ भने पनि होइन होल्ड चाहिँ गरि नराख्नु एसएल भए चाहिँ होल्ड के अरे नगर्नु मेरो स्ट्राटेजीहरू चाहिँ हो है यो म चाहिँ यसरी गर्छु एसएल भएपछि होल्डै गर्दिनँ होइन सेल अफ गरेर अर्को स्क्रिप्टतिर छिर्छु या अरू केही गर्छु होइन त्यो मेरो आफ्नो स्ट्राटेजी भयो हस् यति भन्दै होइन अब म यो यहीँ सकाउँछु है अब लेट्स स्टार्ट न त अब मैले यो एनालाइसिस के गरेको छु प्लस म आफ्नो अब यो हाम्रो अर्को ट्रेडिङको एपबाट पनि एनालाइसिस एउटा छुट्टै प्रोभाइड गर्नेवाला छु है के भयो त्यसबाट भनेर त्यसमा के डिसिजन दिएको छ र मेरो डिसिजन यसमा के छ त भनेर है सुरुमै स्टार्टिङबाट स्टार्ट गरौँ एनएचपिसीको एनएचपिसीमा स्टार्टिङ के भयो स्टार्टमा के भयो भन्दाखेरि ल अब मार्केट मेकर्सहरू भन्ने बुझ्नुहुन्छ होला होइन इन्भेस्टर्स बिगर इन्भेस्टर इन्स्टिट्युसनहरू होइन उहाँहरूले त यस्तै गर्यो भने चाहिँ थाहा छैन जस्ट मैले आफ्नो होइन त्यो एनालाइसिस होइन यस्तो गर्यो होला भनेर मेरो त्यो हो कि है यहाँ चाहिँ उहाँले चाहिँ यहाँ एकुमुलेसन गर्नु भएन यहाँ एकुमुलेसन गरेर यो डिसिजन के दिनुभयो भन्दाखेरि हाम्रो अब एउटा छुट्टै नयाँ हाई बनाउने भनेर डिसिजन दिनुभयो है यहाँ चाहिँ हाम्रो इन्ट्री चाहिँ अब यहाँ चाहिँ हाम्रो हुँदैन त्यति बेला होइन किन भन्दाखेरि हामीलाई थाहा पनि छैन नि त के हाम्रो मार्केट मेकरले के गर्नुहुन्छ होइन अब त्यति बेला हामी मार्केटमा भएको भए हामीले यतातिर लिन्थ्यौँ होला होइन अनि त्यो कुरा बेग्लै भयो है अब त्यसपछि हाई बनाइसकेपछि यहाँ उहाँहरूले हाई बनायो यहाँ एकुमुलेसन गरेर यो नयाँ हाई बनाउनु भयो नि त अब यो नयाँ हाईमा चाहिँ के भयो भन्दाखेरि नयाँ हाई बनाइसकेपछि के भयो भन्दाखेरि अब यहाँ सेल अफ आयो कि उहाँले फेरि अब सेल अफ गरिदिनु भयो उहाँले गर्नु गरेन मलाई थाहा भएन जस्ट मैले हजुरहरूलाई बुझाउनलाईको लागि उहाँको नामहरू युज गरेको है उहाँले के गर्नुभयो एक्ज्याक्टली भन्दाखेरि अब टक्कसँगले अब यो डिसिजन कहाँ भयो त्यो त यो हाई बनाउने भन्दाखेरि यहाँ भएको थियो है यो डिसिजनहरू यो फ्ल्यागमा भएको थियो है अब यो फ्ल्यागमा आएर फेरि रिट्रेस आएर यो फ्ल्यागले चाहिँ होइन डिसिजन वाज मेड हियर टु होल्ड द प्राइस एन्ड ब्रेक द हाइट होइन अब यहाँ चाहिँ नयाँ डिसिजन भयो कि अब उहाँहरूको है अब यो हाई यहाँ यो प्राइसले होल्ड गर्यो होइन यो प्राइस एकदमै सस्तो छ यो प्राइसमा तल नजाने भनेर उहाँहरूको डिसिजन भयो क्या है त्यसपछि यो प्राइसको अर्को डिसिजन के भयो भने त अब यो हाई ब्रेक गर्ने भनेर पनि डिसिजन गर्यो कि यो हाईले फ्युचरमा जो कि गर्यो पनि है अब हाम्रो चाहिँ यो स्टेज सेटअपमा चाहिँ होइन यस्तो कन्डिसनमा चाहिँ हाम्रो बाई कहाँ हुन्थ्यो त भन्दाखेरि हाम्रो बाई यो जोनमा हुन्थ्यो क्या है यो हाम्रो यो उहाँहरूको डिसिजनलाई होल्ड गरेको भएको कारणले यहाँ बाई पनि हामीले यहीँ गर्थ्यौँ यो हाम्रो बाई जोन हुन्थ्यो है बाई गर्ने बेला हुन्थ्यो त्यसपछि हामीले यहाँ बाई गर्थ्यौँ होइन अब यहाँ अब ठ्याक्कै हाम्रो यो
सेल जोन चाहिँ यहाँ हुन्थ्यो। यहाँ ठ्याक्कै कहाँ हुन्थ्यो भन्दाखेरि जस्तै यो बाई जोन भयो, यो सेल जोन भनौँ न, यहाँ पुग्ने बित्तिकै हामीले सेल अफ गरिदिन्थ्यो है। हामीले यहाँ सेल अफ जस्तै 97% को प्रफिट हान्थ्यौँ इफ हामीले यो गरेको भए है। कति डेजमा गरेछ हेरौँ न त। 97 प्रफिट भनेको 112 डेजमा हामीले 97 को प्रफिट हान्थ्यौँ है। द्याट्स एकदमै राम्रो हो नि त यो भनेको त होइन। यो भनेको त लगभग 1 वर्षभित्र नै होइन, 1 वर्षभित्र नै हामीले यत्रो प्रफिट गरिसक्यौँ है। 97 पैसा डबल, द्याट वुड बी भेरी ग्रेट होइन त, एकदमै राम्रो हुन्थ्यो है। त्यसपछि अब के भयो भन्दाखेरि अब यहाँ हाम्रो सबै सेल अफ भयो नि त। अब त्यसपछि अब फेरि अब इन्ट्री खोज्नु पऱ्यो। यही स्क्रिप्टमा अब नेक्स्ट इन्ट्री कहाँ हुन्थ्यो त हाम्रो भन्दाखेरि होइन, अब यहाँ हुन्थ्यो कि यो हाई ब्रेक गर्ने यहाँ अर्को डिसिजन बनेको थियो कि है। त्यही डिसिजन पोइन्टमा चाहिँ अब अर्को इन्ट्री हुन्थ्यो कि हाम्रो है, त्यहाँ इन्ट्री हुन्थ्यो। अनि त्यसपछि यो अर्को अब यहाँ सेलिङ कहाँ आएको छ त्यसपछि होइन, हाम्रो अब सेलिङ जोनहरू यो आएको छ है। यहाँ हाम्रो सेल अफ हुन्थ्यो होइन, त्यो लगभग 34% को मिनिमम 34% को गेन हुन्थ्यो यो गरेपछि। अब प्राइसले के गर्यो भन्दाखेरि होइन, यो अब यहाँ सेल अफ भएर होइन, यहाँ हाई ब्रेक गर्न सकेन होइन। त्यसपछि फेरि प्राइसले फेरि अर्को डिसिजन दियो भन्दाखेरि प्रिभियस अब डिमान्डलाई ब्रेक गर्ने भन्ने डिसिजन दियो है। त्यो डिसिजन दिइसकेपछि अब के गर्यो भन्दाखेरि अब हाम्रो यहाँ केही पनि अब अप्सनै छैन है। न हामीले सर्ट सेलिङ गर्न मिल्छ, न के गर्न मिल्छ होइन। हाम्रो केही अप्सनै छैन यहाँ। जस्ट वेट, यो यति जति जोनमा चाहिँ जस्ट वेट एन्ड वाच मात्रै हुने भयो हाम्रो है 80 टाइमसम्म है। त्यसपछि अर्को हाम्रो फेरि अब हाम्रो एकचोटि अब फेरि एकुमुलेसन जोनमा आइपुग्यो प्राइस होइन। अनि फेरि यहाँ अब मार्केट मेकरले अब एकुमुलेट गर्न थाल्यो है, यहाँ एकुमुलेट गर्न थाल्यो। त्यसपछि एकुमुलेट गरिसकेपछि अब हाम्रो इन्ट्री पनि यतातिर हुने भयो। अब इन्ट्री चाहिँ कसको हुने भयो भन्दाखेरि हाम्रो पनि एकुमुलेसन जोन हुने भयो। जो पोजिसनल ट्रेडर र इन्भेस्टरको लागि चाहिँ बेस्ट जोन हुने भयो एकुमुलेसनको लागि है। यो उनीहरूको बाईको लागि यो बेस्ट जोन हुने भयो। यति जोनहरू चाहिँ उनीहरूको बाईको लागि मजाले उनीहरूले यहाँ अब बाई गरेर बस्छन् है। त्यसपछि अब बाई गरिसकेपछि सर्टेन अब यहाँ बाई गरिसकेपछि सर्टेन ब्रेक गर्छ है। ब्रेक गरेपछि अब यो यसको डिसिजन के भयो भन्दाखेरि यो प्रिभियस अब यो जहाँबाट सेलिङ आएको थियो नि होइन, सप्लाई जोन, त्यसलाई ब्रेक गर्ने भन्ने डिसिजन लियो यो मार्केटले होइन। त्यसपछि के गर्यो भन्दाखेरि त्यो डिसिजन लिएर त्यही प्राइस माथि नै सस्टेन गरिराख्यो प्राइस है। त्यसपछि अब ट्रेडरहरूले इन्ट्री गर्ने अब अर्को जोन कहाँ हुन्छ भन्दाखेरि यो हुन्छ अर्को है। यो जोनमा चाहिँ हामी इन्ट्री गर्छौँ। त्यसपछि फेरि अब यो जोनले इन्ट्री गरिसकेपछि होइन, प्राइस अब गयो होइन, हामी होल्ड गर्नु छ। अल टाइम हाई पनि ब्रेक गर्यो यो प्राइसले, अल टाइम हाई ब्रेक गर्यो होइन। अल टाइम हाई ब्रेक गरेपछि सस्टेन गर्यो। त्यसपछि अझै हामी जबसम्म सेल गर्दैन तबसम्म होइन सेल अफ आउँदैन होइन, तबसम्म हामी सेल गर्दैनौँ है। त्यसपछि यहाँ अब सर्टेन पोजिसनहरू यहाँ क्लियर गऱ्यो होइन। अब सर्टेन अब कस्तो हुन्छ भन्दाखेरि यहाँ अब हाम्रो अब सर्टेन पोजिसनहरू यहाँ अब क्लियर गरे पनि हुन्छ। अब कतिले गर्छन् पनि यता होइन, कतिले होल्ड पनि गर्छन् होइन, अझै माथि जान्छ कि भनेर है। अब फेरि यहाँबाट प्राइसले फेरि रिट्रेस लिएर माथि गयो है। त्यसपछि फेरि नयाँ हाई बनायो है, अल टाइम हाई बनायो प्राइसले। अब यो अल टाइम हाई ब्रेक गर्न सकेन होइन, अल टाइम हाई ब्रेक गर्न सकेन प्राइसले। त्यसपछि अब सेल अफ आयो। अब हामी सेल निस्किनु पर्ने हुन्छ है। यो भएपछि अब हाम्रो निस्किनु पर्दाखेरि हाम्रो सबै निस्किँदाखेरि कति हुन्छ भन्दाखेरि अब यो तल इन्भेस्टरहरू र पोजिसनल ट्रेडरहरूले चाहिँ 480% कमाए होइन, मिनिमम 480% कमाए। जो अब ट्रेडरहरू छिरेको थियो होइन, ती उनीहरूले चाहिँ 167% कमाए होइन यो प्राइसमा। अब त्यसपछि अब फेरि अब प्राइसले के डिसिजन दियो भन्दाखेरि अब यहाँ तल जाने भनेर महँगो भयो प्राइस, अब तल जाने भनेर डिसिजन दिए है। अब यो डिसिजन दिइसकेपछि अब के हुन्छ भन्दाखेरि अब प्राइसले यता डिसिजन दियो है। त्यसपछि हामीले अब यहाँ वेट एन्ड वाच बाई केही पनि अप्सनै छैन हामीसँग अहिले है। त्यसपछि फेरि प्राइस हाम्रो अब यहाँ डिमान्ड जोनमा आयो होइन। डिमान्ड जोनमा आइसकेपछि फेरि हामीले अब यहाँबाट अब एकुमुलेट गर्छौँ है। यहाँ अब हाम्रो नयाँ इन्ट्री हुन्छ है। त्यसपछि नयाँ इन्ट्री यो सर्ट ट्रेडरहरूको लागि, यो सर्ट टर्म ट्रेडरहरूको है। प्लस कस्तो हुन्छ भन्दाखेरि यो अलिक रिस्की इन्ट्री पनि हुन्छ है यो। अनि त्यसपछि अब यो जोनमा चाहिँ हामीले अब प्राइस यहाँ माथि पुग्छ पुग्दैन हामीलाई त थाहा हुँदैन होइन। तर हाम्रो सप्लाई कहाँ छ त, नियरेस्ट सप्लाई भनेपछि यो जोनमा थियो हाम्रो नियरेस्ट सप्लाई होइन। हामी यहाँ सेल अफ गरेर निस्कियौँ होइन। त्यस्तै गरेर 41% मिनिमम 41% जतिको गेन पायौँ यसको यो ट्रेडबाट चाहिँ हामीले है। त्यसपछि यहाँ एक्जिट हुने भयो यो ट्रेडहरू, यहाँ सबै क्लियर हुने। अब हामीसँग एक किताब पनि रहेन यो स्क्रिप्टको है। अब हामीले हेर्ने बाहेक अरू केही अप्सनै छैन हामीसँग है। त्यसपछि फेरि अब प्राइस कहाँसम्म गयो भन्दाखेरि तलसम्म पहिलाको यो डिसिजन लिएको पोइन्टसम्म नै गयो होइन। अब यहाँ फेरि यहाँ ट्याप इन गरेर हाम्रो अर्को बाई एक्टिभेट भयो। यो बाई हाम्रो एक्टिभेट यहाँ हामीले बाई गऱ्यौँ होइन। प्रिभियस अब यहाँ
सेल जोनमा होइन प्रिभियस सेल जोनमा हाम्रो यहाँ जहाँ डिसिजन दिएको थियो सेल अफ हुने होइन त्यहाँ गएर हामीले फेरि यो क्लियर आउट गऱ्यो होइन 30% लगभग 30% हामीले गेन पायौँ यहाँबाट है फेरि अर्को बाई सिग्नल दियो हामीलाई है बाई सिग्नल दियो देन हामीले फेरि बाई गऱ्यौँ होइन बाई सिग्नल त फेरि बाई गऱ्यौँ अब प्राइसले अब कहाँसम्म पुऱ्यायो त भन्दाखेरि अब अल टाइम हाई त ब्रेक गरेन होइन बट अब प्रिभियस अब सेल जोनलाई इनगल्फ टाइपको गरिदियो होइन अब त्यहाँसम्म पुऱ्याइदियो प्राइस है होइन त्यहाँसम्म पुऱ्याइदियो अब त्यसपछि चाहिँ के गर्यो भन्दाखेरि प्राइसले अब त्यसपछि अब हाम्रो अर्को यो बाई गरेको यहाँ गएर हामीले यो जोनमा गएर हामीले सेल अफ गऱ्यौँ होइन देन अब प्राइस अब के हुन्छ भन्दाखेरि अब यहाँ अब के अरे एकुमुलेसन जोनमा फेरि आयो है हाम्रो प्रिभियस अब यो अर्को एउटा बाई एक्टिभेट भयो हाम्रो है अनि हाम्रो अर्को सेल यहाँ सेल एक्टिभेट भयो यहाँ सेल अब सेल अफ यो बाई यहाँ सेल अफ भयो है त्यसै 25% को गेन पायौँ होइन अब नयाँ हाम्रो बाई यहाँ एक्टिभेट हुन्थ्यो होइन अब जो अब यहाँ जसले बाई गर्नुभयो उहाँहरू ठिक ठाउँमा बाई गर्नुभयो है अब सेल अफ चाहिँ अब कहाँ हुन्छ त हाम्रो भन्दाखेरि अब फर्स्ट सेल अफ चाहिँ हाम्रो अब सर्ट टर्म एकदमै सर्ट टर्मको लागि चाहिँ हाम्रो फर्स्ट सेल अफ सप्लाई जोन कहाँ छ भनेर हेर्नुपर्ने हुन्छ होइन नियरेस्ट सप्लाई जोन यहाँ छ है एउटा नियरेस्ट सप्लाई जोन कहाँ छ भन्दाखेरि यो जोनमा छ एउटा सप्लाई जोन होइन यो जोनमा एउटा सप्लाई जोन छ यो हाम्रो होइन यहाँ चाहिँ हाम्रो फर्स्ट सेल अफ अब हुने भयो है यहाँ बाई गर्नुभएको छ भने यहाँ सेल अफ गर्ने भयो अब यहाँ भयो अब टार्गेट हामीले कहाँसम्म राख्न मिल्छ भन्दाखेरि यो माथि अल्टिमेट टार्गेट छ होइन अल्टिमेट सेल जोन यहाँसम्म टार्गेट राख्न मिल्छ होइन बट यो प्राइस त्यत्तिको राम्रो प्राइसमा छैन जस्तो लाग्छ कि है अब बेस्ट प्राइस चाहिँ हाम्रो यहाँ आएको भए चाहिँ यो यहाँसम्म पुग्ने अलिकति त्यो देखिन्थ्यो होइन अब यहाँसम्म पुग्छ पुग्दैन त्यो थाहा हुँदैन बट हाम्रो अब यहाँ बाई गर्नुभएको छ भने यहाँसम्म सेल गर्नु पऱ्यो सेल एउटा सेल राख्छौँ होइन अब इफ यो पनि ब्रेक गरेर यहाँ जान्छ भने हामी अभियसली यहीँ नै सेल गर्छौँ है अब इफ यो जोन पनि ब्रेक गरेर तल आइदियो भने यहाँ हामीले स्टप लस राख्छौँ स्टप लस गर्छौँ होइन स्टप लस लिन्छौँ है त्यसपछि हामी यो जोन वेट गर्छौँ है यो 150 को जोन वेट गर्छौँ है 150 को जोनमा आयो भने फेरि हामी एकुमुलेट गरेर होइन हाम्रो टार्गेट अब माथिको यो जोनमा राख्छौँ होइन यो चाहिँ कहिले आउँछ कहिले आउँछ थाहा हुँदैन यो फ्युचरको लागि चाहिँ यो चाहिँ हाम्रो बाई जोनहरू हुन्छ है अब यसमा अब के छ भन्दा कन्क्लुजनहरूमा त के छ होइन अब यो चाहिँ अल्टिमेट फर लङ टर्म ट्रेडर्स को लागि टार्गेट भयो यो चाहिँ होइन अब यो छिटो आज आउँछ भोलि आउँछ होइन महिना दिनमा आउँछ होइन 6 महिनामा आउँछ त्यो भन्न सकिँदैन होइन यस्तो लङ टर्म ट्रेडर्सहरूलाई चाहिँ टार्गेट भयो होइन अब कन्क्लुजन फन्डामेन्टली नट सो गुड होइन यो स्क्रिप्ट अब फन्डामेन्टली होइन त्यति राम्रो देखिँदैन अहिलेलाई है त्यही भएर अब यो प्राइसमा पुगिहाले पनि होइन के आधारमा अब बाइङ आउँछ होइन अरूहरूको जस्तै अब इन्भेस्टरहरूले पनि सोध्छ नि त अब यहाँ किनिसकेपछि यहाँ पुऱ्याइसकेपछि होइन यहाँ सेल गरिसकेपछि के आधारमा यहाँ अब नयाँहरू छिर्छन् त होइन त्यही भएर फन्डामेन्टली अहिले त्यो गुड छैन होइन फन्डामेन्टली गुड भएको भए यहाँ छिर्थे उनीहरू होइन फन्डामेन्टली पनि त्यतिकै अहिलेलाई छैन होइन पछि के हुन्छ थाहा भएन है अहिलेलाई चाहिँ ठिक छैन फन्डामेन्टली चाहिँ है ट्रेड यो ट्रेड चाहिँ अहिले यो ट्रेड लिनुभयो भने चाहिँ अलिकति रिस्की नै हुन्छ त्यही भएर पोजिसन अब एकदमै त्यो गरेर होइन एकदमै आफ्नो रिस्क म्यानेज गरेर मात्रै ट्रेड दिनु होला है अब यो भयो हाम्रो यो म्यानुअल एनालाइसिस भयो होइन अब सर्ट टर्मको लागि यो चाहिँ अब यस्तो यो यहाँसम्म चाहिँ ठिक हुन्छ सर्ट टर्म ट्रेडको लागि चाहिँ अनि त्यसपछि अब हाम्रो अब त्यो एपबाट अब ट्राई गरौँ न त एपबाट टेस्ट गरौँ यो कस्तो के छ भने एपले के भन्दो रहेछ भन्दाखेरि अनि त्यसपछि अनि डिसिजन लिन सजिलो हुन्छ हाम्रो लागि है ओके हस् अब हामी चार्टबाट एल्गो ट्रेडिङबाट एनालाइसिस गऱ्यौँ होइन एनएचपिसीको है एनएचपिसी अब के भन्छ भन्दा कन्फिडेन्स लेभल मिनिमम छ भने मिडियम छ भनेर भनेछ है त्यसपछि बाई जोन 200 देखि 210 दिएको छ होइन जो कि हाम्रो बाई जोनसँग पनि मिल्यो होइन त्यसपछि स्टप लस पनि 280 होइन 180 भन्नु लगभग त्यो पनि मिल्यो है हाम्रो त्यस्तै नै छ स्टप लस पनि होइन त्यसपछि टेक प्रफिट 280 होइन ठ्याक्कै यो हाम्रो अघि जहाँ सेलिङ राखेको त्यही जोनमा यो हाम्रो यो चार्टले पनि एनालाइसिस गरेर ठ्याक्कै अब उस्तै दियो है सर्ट टर्म ट्रेडको लागि चाहिँ ठिक छ भनेर भने है अब के भने कति इस्टिमेटेड टाइम कति लाग्छ त भन्दाखेरि 4 to 6 विक लाग्छ होइन यो यसमा अब 40% को गेन हुनसक्छ भनेर भनेछ क्या
40% को गेन हुनसक्छ भनेर भनेछ, जो कि होइन यो पनि ठिक हो। किन भन्दाखेरि हामीले त्यसै 36 39 कति % थियो नि त उता हाम्रो आफ्नो एनालाइसिसमा पनि होइन, यो पनि मिल्यो है। त्यसपछि अब रिस्क रिवार्ड 1:4 आयो होइन। पर कितामा चाहिँ हाम्रो 20 को लस हुने भयो इफ एसएल हान्यो भने, पर कितामा 80 को प्रफिट हुने भयो इफ टिपी हान्यो भने है। यो अब हाम्रो चार्टको यो एनालाइसिससँग पनि मिल्यो है। त्यसपछि त्यो बाई जोन इज यो भनेको छ है, त्यो त्यसो डिमान्ड जोनमा छ, त्यही भएर दिएको छ भनेर होइन। होइन त्यो टिपी चाहिँ टेक प्रफिट चाहिँ हाम्रो टार्गेटमा के अरे हाई सप्लाई जोनमा छ, त्यही भएर भएको भनेर भनेको। पोटेन्सियल कन्सोलिडेसन प्याटर्न एक्टिङ एज अफ एकुमुलेसन एरिया बिफोर अपवार्ड होइन, यो पनि ठिक छ होइन। यो एकुमुलेसन छ भनेर ठिक छ, यो पनि मिल्यो होइन। जस अलमोस्ट सबै कुरा नै मिलेको छ है। त्यसपछि अब के भनेछ भने ट्रेड, यो अलिकति इम्पोर्टेन्ट यहाँ ट्रेड म्यानेजमेन्ट टिप्समा के छ भने कन्सिडर स्केलिङ आउट पार्ट अफ पोजिसन अफ 240 लेभलमा चाहिँ अलिकति यसले सेल अफ गर भनेर हेर, सेक्योर बस्नलाई भनेर पार्सियल प्रफिट लिए भनेर भनेको रहेछ है। लुक फर पोटेन्सियल साइन अफ विकनेस अराउन्ड द 280 लेभल होइन, विक लेभल बिफोर एक्जिटिङ द पोटेन्सियल। अब सेलिङ आयो भने चाहिँ 280 निस्कि भनेर भने हो यो चाहिँ है। अब सेलिङै आएन होइन, सेलिङै छैन भने त किन ननिस्कि भनेर छ कि यसले होइन। त्यो 280 को जोनमा सेलिङ आयो भने निस्किँदा राम्रो हो भनेर भनेछ क्या। ओके, यहाँ गइसकेपछि अब यति भइसकेपछि अब हाम्रो पोजिसन कति 10 लाख इन्भेस्ट 10 लाख तपाईँको टोटल बजेट छ भने, यो के पोर्टफोलियोको साइज 10 लाख छ भनेपछि होइन, तपाईँले 1% रिस्क गरेर होइन कति 500 युनिट मात्र किन्न सक्नुभयो यो होइन। इफ तपाईँको पोर्टफोलियो 10 लाख छैन भने होइन, अब 5 लाख छ भने 250 युनिट किन्नु पऱ्यो होइन। यसरी हुने भयो है, यसरी छ होइन। अलमोस्ट सबै नै मिलिरहेको छ है। अब बाई गर्दाखेरि चाहिँ होइन, यो आफ्नो बाई जोन भन्दा होइन 1 रुपियाँ पनि तलमाथि नकिन्नु होला होइन। बरु आएन भने छोडिदिनु होला, अर्को स्क्रिप्ट छँदैछ होइन। त्यस्तै हो, अरू त यस्तै हो। अब यस्तै एनालाइसिसहरू हजुरलाई राम्रो लाग्यो होइन, अरू पनि हेर्न चाहनुहुन्छ होइन एनालाइसिसहरू भनेपछि होइन, कमेन्ट गरिदिनु होला है। नेक्स्ट भिडियोमा अर्को एनालाइसिसहरू पनि हामी प्रोभाइड गर्न तयार छौँ है। थ्याङ्क यू फर नाउ, ह्याभ अ गुड डे, ह्याभ अ गुड ट्रेडिङ, बाई बाई।